वर्षौंदेखि महिलालाई स्रोत, सम्पत्ति र निर्णयमाथिको अधिकारबाट वञ्चित गराइँदै आएको छ। सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक कारणले गर्दा मानिस भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी हुन बाध्य छन्। सामाजिक न्याय, समानता र समावेशी समाजको परिकल्पना गर्दै विगत 25 वर्षदेखि नेपाल महिला एकता समाजले महिलाको सुरक्षित वास अधिकार र भूमि अधिकारको सवालमा वकालत तथा पैरवी गर्दै आएका थियौं, छौं र रहनेछौं। सुरक्षित बसोबासको सुनिश्चित अधिकार हिंसा मुक्तको निम्ति महिलाको मूल आधार हो। यही मूल नाराका साथ स्थापना कालदेखि नै मानव अधिकारका विभिन्न आयाममा निरन्तर अवस्था यस समाजले हक अधिकारको सुनिश्चिततामा के कार्य गरेका छौं भन्न पाउँदा हामी गर्वन्वित छौं। यो दायरा जीविकोपार्जन हुँदै आत्मनिर्भरतासम्म हामी पुगेका छौं। सीमान्तकृत, दलित, पछाडि पारिएका वर्ग र भूमि मान्छेको आवाज बन्दै आएको छ नेपाल महिला एकता समाज। महिलाको भूमि र वास अधिकारको संघर्षको यस रजत जयन्तीको यात्रालाई थप दरिलो र दिगो बनाउनका लागि यहाँहरूको साथ र हौसलाको आह्वान गर्दछौं। नेपाल महिला एकता समाज परिवार।